पर्यटकीय क्षेत्रमा पर्याप्त लाभका साथै जनस्तर पुर्याउनु हाम्रो कर्तव्य ठानी जुम्ला जिल्लामा गुम्बामा रहेको वृद्ध पर्यटकीय क्षेत्रको 50 प्रबन्धन संरक्षण विकास गर्ने लक्ष्य अनुरूप इतिहासमै पहिलोपटक ताराबानी गाउँपालिकाको संयन्त्र, सरकारी संयन्त्र, स्थानीय पत्रकार, स्थानीय समाजसेवी, पर्यटन व्यवसायहरूको उपस्थितिमा ताराबानी गाउँपालिकाको आयोजनामा वृद्ध सम्मेलन 2079 असोज 4-6 भएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रकाशित भएको सबैमा विविध छ। जुम्ला जिल्ला ताराबानी गाउँपालिकाको सिरानामा अवस्थित वृद्ध जुम्ला जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य पानी प्रदेशमा स्थित पाल दहमध्ये नाप जाँचको आधारमा तेस्रो गहिरो दह मानिन्छ। वृद्धको प्रमुख स्रोत भनेको विष्टज्यू, बजडी खोला, दुधबाडी खोला र दहभित्रबाट निस्केको मूलहरू हुन् भने समुद्री सतहदेखि करिब 3485 मिटर उचाइमा अवस्थित वृद्ध पाली राजमार्ग एरिङदेखि 29 किलोमिटर रहेको छ। टाढाबाटै दृश्यावलोकन गर्दा वृद्ध नेपालको राष्ट्रिय झन्डाको आकारको देखिन्छ। फुलचौलिया, लामाचर, पाटन, पाँचपाटन, विष्टज्यू, हाँका, बजेडी, धप्के, धौलीघाट आदि यस्ता पाटन क्षेत्रहरू धार्मिक क्षेत्रहरू रहनुका साथै प्यार्सागुल्मा, पाँचौले, जटामसी लगायत विभिन्न प्रजातिका जडीबुटी, फलफुल, भोजपत्र, लौटसल्ला, गोब्रे जस्ता विभिन्न प्रजातिका बोट बिरुवा र डाँफी, कालिज, काँडे भ्याकुर जस्ता चराहरू, रोगउन्मुख रेडपान्डा, कस्तुरी, भालु, झारल, घोरल लगायत प्रजातिका जङ्गली जनावर समेत बसोबास गर्ने वृद्ध क्षेत्र प्राकृतिक क्षेत्र मानिन्छ। पर्यटनको दृष्टिकोणले पर्याप्त पर्यटनको रूपमा चिनिने वृद्ध उचित संरक्षण सम्बोधन हुन नसकी गुम्बामा रहेको अवस्था छ। वृद्धको पहिचानको लागि ताराबानी गाउँपालिकाले राष्ट्रिय ताल विकास समितिको समन्वयमा काठमाडौँ युनिभर्सिटीको विकिपीडिया